रुखको हाँगामा बसेको चरालाई कहिले पनि डर हुँदैन हाँगा भाँचिएला भनेर, किनकि त्यो चराले हाँगामा होइन आफ्नो पखेटामा विश्वास गरेको हुन्छ सज्जन। हो, जीवनमा त्यसैले हामी परनिर्भर होइन आत्मनिर्भर हुनुपर्छ, स्वयंमा निर्भर हुनुपर्छ, अनि बल्ल हामीले हाम्रो जीवनलाई सही ढङ्गबाट जिउन सक्छौँ, सही ढङ्गबाट अगाडि बढाउन सक्छौँ। आज कसैले मेरो जीवन बनाइदेला, कसैले मलाई सहयोग गरिदेला, कसैले मलाई साथ दिएला भनेर कहिले पनि कसैको साथको अपेक्षा नगरौँ। कसैले हत्केलामा राखेर शिखरमा तपाईँलाई पुर्याएको छ भने याद गर्नु, जुन दिन उसले हत्केलाबाट तपाईँलाई छोडिदिन्छ तपाईँ भुइँमा बजारिनुपर्छ अनि त्यही भुइँमा आउनुपर्छ। त्यसैले अरूले बनाइदिएर होइन स्वयं बन्ने प्रयास गर्नुपर्छ सज्जन। स्वयं निर्भर हुन सक्नुपर्छ, स्वयं आफू अघि बढ्नुपर्छ, मेहनत परिश्रम र कडा परिश्रमका साथमा अगाडि बढ्नुपर्छ, अनि बल्ल हामीले जीवन सुन्दर बनाउन सक्छौँ। भनिन्छ नि जीवन चाहनाले चल्छ बहानाले होइन। हामी यति चाहना गरौँ जीवन सुन्दर बनाउनका निम्ति, मनबाट चाहना गरौँ, मनबाट त्यो चाहना राखेर अगाडि बढौँ। कसैले कसैलाई बनाइदिने होइन, कर्म पवित्र गर्नुहोस् त सफलता तपाईँको पछाडि आउँछ। कर्म गर्दा मनबाट चाहेर गर्नुहोस्, मनबाट चाहना राखी कर्म गर्नुभयो भने सबैको आहा बन्न सक्नुहुन्छ। त्यसैले जीवन चाहनाले सुन्दर बन्छ, बहानाले होइन। त्यही चाहना तपाईँले राख्नु छ, जीवन सुदृढ बनाउने चाहना, सुन्दर बनाउने चाहना अनि प्यारो बनाउने चाहना।